जय मसी सबैजनालाई यीशु क्रिस्टले चाहिँ शिक्षा दिने क्रममा चाहिँ धेरै नै दृष्टान्तहरू भन्नुभएको छ अनि त्यो चाहिँ के हो आज हामी हेर्नेछौँ। दुई घरको दृष्टान्त, बिउ छर्नेको दृष्टान्त, कत्तिको दृष्टान्त, असल सामरीको दृष्टान्त, जागरण बस्ने सेवकहरूको दृष्टान्त, गोर्खा धनी मानिसको दृष्टान्त, हराएको भेडाको दृष्टान्त, बिकुवाको दृष्टान्त, विश्वासयोग्य र अविश्वासयोग्य भण्डारेको दृष्टान्त, फल्न दिने अन्जिरको रुखको दृष्टान्त, रायोको दानाको दृष्टान्त, खमीरको दृष्टान्त, सुनको सिक्काको दृष्टान्त, उडन्ते पुत्रको दृष्टान्त, चलाक भण्डारको दृष्टान्त, मध्यरातमा साथी माग्न जाने मानिसको दृष्टान्त, धनी मानिस र लाजरसको दृष्टान्त, विराट भोजनको दृष्टान्त, फरिसी र कर उठाउनेहरूको दृष्टान्त, युद्ध गर्ने र राजाहरूको दृष्टान्त, काममा लाग्ने सेउको दृष्टान्त, मयहरूको दृष्टान्त, हराएको सिक्काको दृष्टान्त,